Hi everyone, Namaste, welcome back to my YouTube channel and welcome back to my new video. I hope you're fit and fine हुनुहुन्छ होला। म पनि एकदम fit and fine को साथ नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। तपाईहरुको प्यारो 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 सुषमा दिदी। यसमी सुषमा राई तामाङ अनि जतिजना मलाई चिन्नुहुन्न म चाहिँ सुषमा राई हो। सुषमा राई तामाङ हो अनि मेरो YouTube च्यानलको नाम चाहिँ सुषमा दिदी ब्लग्स अनि मेरो घर चाहिँ झापा खुद्नाबारी हो अनि तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न सक्नुहुनेछ तर अनि कमेन्ट गर्न सक्नुहुनेछ इफ हजुरहरुलाई मेरो भिडियो मन परेमा लाइक कमेन्ट पनि गर्नु होला साथीहरु कुनै कर काप त छैन तर यदि मन परेमा गर्न सक्नुहुनेछ साथीहरु म चाहिँ रातिदेखि भिडियो स्टार्ट गर्दै छु अनि म चाहिँ विदेशमा छु अनि त्यसपछि कति धेरै गाह्रो छ काम गरेर ड्युटी गरेर अनि आएर भिडियो बनाउन तपाईहरुले पनि बुझ्न सक्नुहुन्छ यति गरिसकेपछि तपाईहरुले मलाई माया गर्नुहुन्छ होला आयो हैन साथीहरु अनि म चाहिँ मेरो रुमदेखि स्टार्ट गर्दै छु अब म चाहिँ कपाल तेल लाएर मसाज गर्नेवाला छु साथीहरु अनि मसाज गरेर भोलि बिहान नुहाउँछु अनि तपाईहरुलाई म चाहिँ के देखाउन गइरहेको छु भने नि फाइनली मैले चाहिँ प्लान्ट लगाएको थिएँ मोन्स्टेरा यहाँ हेर्नु नयाँ यसको चाहिँ जरा देख्नुभयो सिधै सिधै पलाइरहेछ नि मैले लगाएदेखि पलाएको हो कि मलाई चाहिँ यसलाई ठुलो बनाउन मन छ कि ठुलो बनाउन मन छ अनिदेखि यसलाई म ठुलो पटमा लगाउन मन छ मोन्स्टेरा मेरो फेभरेट प्लान्ट हो हजुरहरुलाई मन पर्छ कि मन पर्दैन मलाई चाहिँ एकदमै मन पर्छ है साथीहरु अनि अब चाहिँ सुत्न मन लागिरहेछ अब सुत्न पर्ने हुन्छ अनि के छैन बनाउनुको लागि त्यस्तो कन्टेन्ट तर पनि मैले चाहिँ अब सोशल मिडियामा एक्टिभ हुँ न त भन्ने हो अनि पहिलादेखि बनाइरहेको थिएँ नि त मैले यो भन्दा 1-2 वर्ष अगाडिदेखि नै युट्युबमा चाहिँ बनाइरहेको छु अनि मलाई चाहिँ कन्टिन्यू गर्न मन लाग्छ अब के गर्नु हैन नेपालमै बसेर बनाउन त मन थियो नि आफ्नो बाध्यता हुन्छ आफ्नो परिस्थिति हुन्छ हैन त्यही भएर म चाहिँ विदेश आएको छु पैसा कमाउनको लागि पैसा कमाए अनि मलाई चाहिँ नेपालमै हुँदाखेरि नेपालमै बसेर पैसा कमाउन मन थियो कि पैसा कमाएर आइफोन किनेर भ्लगबाट पैसा कमाएर आइफोन किन्न मन थियो तर त्यो चाहिँ इम्पोसिबल भयो मेरो लाइफमा साथीहरु मसँग राम्रो फोन थिएन अनि त्यही भएर मैले अहिले फोन त किनेको छु अहिले मसँग टाइम छैन नेपाल आउँदा जस्तो अनि यहाँ त मेरो त के भएछ गिर्खा जस्तो छ कि पहिला कति धेरै मैले कानहरु छेडेको थिएँ नि त यो चाहिँ मेरो नौरानमै छेडिदिनु भएको रे कि यहाँ हेर्नु न यहाँ भित्तामै छ कि भित्तामै एकदमै भित्तामै छेड्दै अनि यहाँ पनि हेर्नु न कस्तो भित्तामै छ अनि इयरिङहरु लाउँदाखेरि कस्तो अप्ठ्यारो फिल हुन्छ कि अनि यता नै छेडेको कि पछि अनि यता नि छेडेको यो पनि बन्द बुझ्यो अनि त्यही यहाँ पनि छेडेको अनि यहाँ पनि छेडेको यता नि कति धेरै छेडेको थिएँ कि पहिला अलि बुझिसक्यो त्यो जमानामा छेडेको अब त्यो जमानाको कुरा पुरानो कुरा उहिलेको कुरा खुइलेर गयो भन्छ नि त्यस्तै हो अब उहिले छेडेको अब सक्यो अब त्यो बुझेर गयो केही छैन साथीहरु अनि मलाई चाहिँ मस्त निद्रा नि लागिरहेछ हैन मस्त निद्रा नि लागिरहेको छ तर म चाहिँ भिडियो नै बनाउने कोसिस गरिरहेको छु साथीहरु अनि म चाहिँ कस्तो भने राति सुत्दाखेरि चाहिँ लाइट अफ गरेर सुत्न डर लाग्छ कि मलाई चाहिँ यहाँनिर कस्तो हुन्छ भने अब राति अन्धकार हुन्छ नि त अनि अँध्यारो अनि लाइट पनि पुरै अफ गर्यो भने त राति बिम्जिँदाखेरि म निसासिन्छु कि मलाई सफोकेसन नै हुन्छ साथीहरु अनि मैले चाहिँ यहाँ हेर्नु न मेरो सानो टेबल छ यहाँनिर मेरो मेकअपको सामानहरु राख्छु बाइबल राख्छु ब्यागहरु राख्छु मेरो चस्मा राख्छु अनि मैले चाहिँ लाइट किनेको छु कि साथीहरु अनि यहाँ एउटा झरिरहेको त्यो सानो लाइट बाल्छु अनि देखि सुत्छु अनि मैले चाहिँ क्यान्डलहरु पनि लिएको थिएँ कि क्यान्डलहरु चाहिँ कहिलेकाहीँ बाल्न मन लाग्छ मिठो बास्ना दिन्छ के रुममा अनि मैले जस्तै लिएको बाल्छु ल साथीहरु हेर्नु ल यदि रुमलाई राम्रो दिन्छ सौन्दर्य भन्छ कि भन्छ एकदमै ब्युटिफुल दिन्छ कि क्यान्डलहरु लिएर बाल्यो भने चाहिँ त्यस्तो लाग्छ मलाई चाहिँ तपाईहरुलाई के लाग्छ है कति लामो भइसकेछ हौ म बोलेको के बोले मैले यत्रो बेर मैले लाइट किनेर लिएको चाहिँ यो हो कि साथीहरु तपाईहरुलाई देखाउँछु ल यो कि अहिले चाहिँ सानो देखिन्छ भरे राति ठुलो देखिन्छ यो चाहिँ मेरो बुढा हो यो चाहिँ म हो भनेर मैले सोचे ल्याएको जरो आहालाई के हो तपाईहरुको खास भन्नुपर्दाखेरि यसको अर्कै छ कि अनि मैले यो चेन्ज गरिदिएको कि त्यही भएर यो लिरिक हुन्छ है त्यसरी बल्छ कि अनि राति चाहिँ यसले नै मजाले कभर गर्छ अनि म चाहिँ यसलाई चाहिँ यहाँनिर राख्छु अनि यहाँनिर राख्छु अनि मैले चाहिँ क्यान्डल लिएको थिएँ कि साथीहरु तपाईहरुलाई म देखाउँछु ल
यो लिएको थिएँ। हेर्नु न फ्रेस कट रहेछ अरे, कस्तो मिठो बनाउँथेँ क्या। अनि यो चाहिँ सक्यो साथीहरू। अनि मैले अस्ति बालेर सकाइसकेँ। अनि मसँग क्यान्डल अर्को खालको बाल्ने पनि छ कि यहाँनिर एकछिनै तपाईँहरूले देखाउँछु। यहाँ चाहिँ सानो खालको बाल्छु यहाँभित्र। अनि मैले चाहिँ अर्को खालको पनि लिएको छु। यो चाहिँ चक्लेट फ्लेभरको कि कस्तो मिठो बनाउँछ, भ्यानिला फ्लेभरकोलाई भ्यानिला ल के भएको भ्यानिला भ्यानिला भेनिला भ्यानिला भ्यानिला। अनि कसैले चाहिँ भ्यानिलिया भन्छ कि भ्यानिलिया भ्यानिला भ्यानिला। अनि अर्को पनि छ कि मसँग यो पनि छ। यसको चाहिँ उयो चाहिँ नि छ कि कभर पनि गर्न सकिन्छ कि यसलाई बिर्को पनि लाउन सकिन्छ। कस्तो क्युट छ है, मैले लिएको अस्ति नै। अनि त्यही साथीहरू हेर्नु। अनि मैले अस्ति यो पनि किनेको हो। यो पनि यसले चाहिँ कपाल रोलिङ पर्दैन तर लङ लास्टिङ हुँदैन रहेछ। मैले अस्ति ट्राई गरेको थिएँ कि अस्ति ट्राई गरिसकेको मैले। अनि मैले चाहिँ यो चाहिँ के बनाएको छु भने यहाँ हेर्न सक्नुहुन्छ साथीहरू। यो चाहिँ यो सानो देखिरह नि, यो चाहिँ एभोकाडोको सिडको त्यो दाना हो। त्यो कोरेसम्म कोरेर लगाएको। अनि ओलिभ ओइल लगाएको कि। अनि कपाल झरेको चाहिँ हल्का रोक्छ भनेर लगाएको साथीहरू। अलिकति राम्रै खालको फिल भइरहेछ मलाई पनि। तपाईँहरूले पनि लाउन सक्नुहुन्छ। मैले चाहिँ यस्तो बनाएको। अनि कस्तो गर्ने है, त्यो एभोकाडोको भित्रको दाना हुन्छ नि त्यसलाई चाहिँ कोरेसम्म कोरेर अनि त्यहाँ लाउने। अनि त्यो ओलिभ तेल मस्त लाएर भिजाएर राखिराख्ने। अनि जब नुहाउनुभन्दा अगाडि अघिल्लो रातै अब नुहाउनुभन्दा 1-2 घन्टा अगाडि तपाईँहरूले लाएर मसाज गर्न सक्नुहुन्छ। अलिकति राम्रो हुन्छ कि अलिकति राम्रै हुन्छ। मलाई चाहिँ त्यस्तै खालको फिल भइरहेछ साथीहरू। यस्तो तर जोस् मेरो विदेश सारा चाहिँ परेला चाहिँ मजाले पलाएको छ कि। यहाँ हेर्नु न, पहिला यस्तो थिएन कि मेरो परेला। यहाँ हेर्नु न, मेरो स्टिलियो फोनले मेरो काम गरिरहेछ। हेर्नु त कति धेरै फुटेछ नि। तर पनि यो पक्लकै आउँछ कि। यो यस्तो गऱ्यो भने यहाँको अगाडिको यो पक्लकै झर्छ। तर पनि काम गरिरहेको हुन्छ कि पक्लकै झरेर पनि। यो फोन चाहिँ खत्रै हुँदो रहेछ। रियलमीको चाहिँ राम्रो हुने रहेछ कि, मलाई त्यस्तै लाग्यो। यहाँ मेरो साथी छ नि, त्यो कोरेको नि त्यही हो, रियलमीको हो। तर कति धेरै टिकाउ हुँदो रहेछ क्या रियलमीको फोन चाहिँ, मेरो विचारमा त्यस्तो लाग्यो साथीहरू। एन्ड्रोइडमा रियलमी चाहिँ एकदमै राम्रो हुँदो रहेछ। अनि म चाहिँ यस्तो गरेको किनभने लाइट हाउस फेसमा भनेर के नभए कस्तो स्मुथ खालको देखियो नि त होइन। अलिक लाइट भयो भने चाहिँ नेचुरल खालको देखिन्छ कि भनेर राख्न चाहिँ खोजेको। लाइटको चाहिँ यो मिलाउँदैछु म साथीहरू। एकछिन पक्नै भयो तर पनि अलिकति भएन है, अलिकति लाइट आएन है। कसरी राख्ने हो हेत्तेरिका हौ, गाह्रो छ गाह्रो गाह्रो गाह्रो। मेरो आइफोन झऱ्यो भने त फेरि गाह्रो हुन्छ त। ल त गाइज म चाहिँ बसिदिएँ है। यस्तो तेल छ कि यो जरामा लाउनुपर्छ र यो चाहिँ मलाई कसले सिकाएको भने नि यही साथी, फिलिपिन्स साथीले सिकाएको। उसले यसरी उसको बिचारो कपाल सानो छ नि त। अनि उसले कोसिस गर्छ। मेरो कपाल चाहिँ सिल्की छ कि साथीहरू। मैले यो चाहिँ नुहाउने बित्तिकै मसँग हेयर ड्रायर पनि छ, अल्छी लागेर सुकाउँदिनँ कि बिहान। अनि हतार यही चिसो कपाल बटर बुटर पारेर हिँड्छु। अनि त्यही भएर यस्तो भएको, बटर बुटर पारेर। टाइम कति धेरै भइसक्यो होला साथीहरू। म सुत्न पर्ने हो। मेरो कुरालाई चाहिँ लु सुत्नु पर्ने। म नै सुत्नु पर्ने साथीहरू। मुखिन्छ ल मेरो तेल। मेरो मन्स्टेराको प्लान्ट देखिरहेको हेर्नु नि कस्तो राम्रो देखिरहेछ कि। सेतो व्हाइट कलरको रुममा ग्रीन कलरको के प्लान्टहरू राख्यो भने राम्रो हुने रहेछ। कस्तो भिडियो बनाउँदा मलाई गाउन मन लाग्छ कि भएको। गाउन चाहिँ फेरि आउने होइन है। फेरि सानोमा म गाउँथेँ नि, तपाईँहरूलाई थाहा छ। स्कुलमा मैले गीत गाएको थिएँ कि, गीत गाएको थिएँ नि त मैले स्कुलमा। अनि मलाई चाहिँ म्युजिक भनेको बोलाउँथ्यो नि।
राम्रो भएको थिएन कि मलाई मजाले गाउनै आएन, तर पनि म कोसिस चाहिँ गर्थेँ, गाउँथेँ प्रायः। अनि कुन गीत गाएको थिएँ थाहा छ? चौबन्दीमा पदुके बारे छैन भन्दैमा, पोखरीमा घाँस काट्न जाने छैन भन्दैमा, मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ, म त नेपाललाई माया गर्ने छोरी, मलाई म जस्तै माया चाहिन्छ। त्यो गीत गाउँथेँ कि मैले, गीत गाएको थिएँ नि त्यो नि। अनि पुरा त्यसलाई चाहिँ गीत चलेको थियो नि, खानी हो या मुए कान्छा, खानी हो या मुए, कम्बरमा पोको निधारमा डोको, ओठैमा हाँसौली, म पनि जान्छु तिमी सँगै, म पनि जान्छु रे। त्यो गीत गाएको थिएँ कि साथीहरू मैले। म नि कलाकार हो नि एक समयमा भन्नु अरे नि त, त्यो चाहिँ हावा है। कोसिस चाहिँ गर्थेँ गाउनलाई, मन पनि पर्थ्यो। अहिले आएर त स्वरले नि राम्रो हुँदैन। त्यसलाई अलिक पातली थिएँ, दुब्लो थिएँ, अहिले आएर मोटो भएँ। अनि यो कस्तो यहाँनिर बाक्लो भयो जस्तो लाग्छ कि गाउँदाखेरि पनि। गाउन चाहिँ मेरो एकदमै मन थियो, सायद मैले त्यो मेरो सपना भन्दा नि अब कस्तो हुर्किँदै बढ्दै गर्दाखेरि जाँदै गर्दाखेरि गाउँदाखेरि राम्रो भइदियो, राम्रो छ भन्ने भयो। अनि गाउँछु भन्ने चाहिँ थियो, तर पनि अब त्यो सपना पुरा भएन, के छैन। बिहान उठेर नुहाउँछु। मेरो चाहिँ कति धेरै कपाल झर्छ कि साथीहरू। साथीहरू अब अरू जस्तै राम्रो बनाउनु खोज्छ नि, तर खासमा चाहिँ कस्तो हो भने नि आफूले आफ्नै भर्जन निकाल्ने हो जस्तो लाग्न थाल्यो कि अहिले आएर चाहिँ मलाई। अनि अरूको राम्रो राम्रो देखेर ओहो उसले त यस्तो राम्रो गर्छ, मलाई चाहिँ किन नआएको होला। तर तपाईँहरूमा हामीमा आफूमै ट्यालेन्ट छ कि, तर हामी चाहिँ अरूको देखेर अब त्यस्तै बनाउन खोज्छौँ, त्यस्तै बनाउन खोज्दा हुँदैन। म सुषमा, तपाईँ अब को, तपाईँ हो, म हो। तपाईँमा भएको खुबी आफूले देखाउने हो, तर हामी चाहिँ त्यही खालको बनाउन खोज्छौँ। त्यही जस्तो त कहाँ हुन सक्छौँ त। अनि त्यही भएर हामी मुडाको हुन्छ कि त्यसमा ओहो म त सक्दिनँ कि क्या हो भन्ने हुन्छ। साथीहरू म साँच्ची भनेको म नेपालमा थिएँ र मेरो हातमा आइफोन थियो भने चाहिँ म यसलाई मोनिटाइज गरिरहेको थिएँ कि मेरो युट्युब च्यानल। ल कन्फर्म म नेपालमा थिएँ भने चाहिँ। तर म विदेश आउनु पऱ्यो बाध्यताले, पैसा चाहियो नि त, पैसा 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 चाहियो। अनि त्यही भएर आउनु पऱ्यो। मसँग आइफोन थिएन त्यति बेला, मैले अहिले आइफोन किन्न सक्ने भएँ, तर मसँग समय छैन, म काममा जानुपर्छ। अनि त्यति बेला मसँग समय थियो तर आइफोन थिएन, मसँग पैसा थिएन त्यति बेला। भनौँ न सिधा सिधी कुरा, पैसा थिएन त्यति बेला मसँग। अहिले मसँग पैसा छ तर मसँग समय छैन, किनभने म ड्युटी जानुपर्ने हुन्छ, मैले काम गर्नुपर्ने हुन्छ। किनभने म काम गर्ने भनेर आएको हो नि त। अनि मैले काम नगरेर त हुँदैन साथीहरू। अनि म साँच्ची भनेको कि म नेपालमा थिएँ र मेरो हातमा यतिको पैसा, यति मैले कमाउन सक्ने, नेपालमै बसेर लाख कमाउन सक्ने र मेरो हातमा आइफोन थियो भने चाहिँ साँच्ची भनेको कन्फर्म म यसलाई मोनिटाइज गरिदिइसक्थेँ कि साथीहरू। हेर्ने साथीहरू यतिको उज्यालो दिन्छ कि यसले चाहिँ भन्ने थिएँ नि, अँध्यारो नअँध्यारो भयो चाहिँ। म चाहिँ अर्को फोनको लाइट बालेको साथीहरू। अब चाहिँ म सुत्न पर्ने हुन्छ। अब कुराकानी अनि यस्तै हो, भ्लग पनि कति मिनटको भयो होला र, त्यो चाहिँ भएको छैन होला। चाहिँ म सुत्छु अब। यहाँ हेर्नु न चिप भनेर चाहिँ कि तेल लाएर। भोलि बिहान उठेर नुहाउनु पर्ने हुन्छ, ड्युटी जानुपर्ने हुन्छ, काम गर्नुपर्ने हुन्छ।
साथीहरू अहिलेको लागि चाहिँ म बिदा मागेँ ल। यस्तै हो दुःख सुख, यस्तै हो जिन्दगी भनेको यही हो। दुःख गर्नुपर्छ, स्ट्रगल गर्नुपर्छ, पैसा कमाउनुपर्छ, त्यही हो। पैसा बिना कसैले पनि इज्जत गर्दैन र हाम्रो भ्यालु पनि हुँदैन कि साथीहरू। खासमा भन्नुपर्दाखेरि म चाहिँ भन्छु सानैदेखि मिहिनेत गर्नुहोस्। तपाईँहरूले जतिजनाले भिडियो हेर्दै हुनुहुन्छ स्टिल केही गर्नुभएको छैन नि, जब सब केही गर्नुभएको छैन, गर्न स्टार्ट गरिहाल्नुहोस्। जब गर्नुहोस्, पैसा कमाउनुहोस्, पैसा बचत गर्नुहोस्, त्यही भन्न चाहन्छु। मलाई मजाले भन्न नि जस्तो भयो कि निद्रा लागेर साथीहरू। अब म सुतेको ल। गुड नाइट, बाई बाई, सी इन नेक्स्ट भिडियो साथीहरू। हेर्दै गर्नुलाई यसरी नै माया साथ सपोर्ट गर्नु होला होइन। भ्यू चाहिँ 20-30 मध्ये आइरहेछ, यसरी नै माया गर्नु होला। अहिलेको लागि बाई बाई।